आज हामी सिंहदरबार यात्रामा निस्केका छौँ। यो चाहिँ फुटुङ हो, टुसाल भन्छ यसलाई। यो काठमाडौँ तारकेश्वर स्थित फुटुङ हो। यहाँ चाहिँ एकदमै बाटो सलल्ल ओह्रालो छ। अहिले चाहिँ यहाँ घाम लागिरहेछ, आकाशमा चाहिँ टम्म बादल छ। यो बादल फारेर घाम लाग्छ कि पानी आउँछ भन्ने कुरा नै कन्फ्युज छ। हामी चाहिँ अन द वे बाटोमै छौँ। अब हेरौँ के हुन्छ, अब जाँदै गरौँ। हामी जाँदैछौँ बाटोमा। बाटो चाहिँ खुल्ला छ, गाडीहरू पनि अहिले त्यति बाक्लो छैनन्। आनन्द भइरहेछ, ओह्रालो बाटो सरर गइरहेछ। आकाशमा चाहिँ एकदमै बाक्लो बादल देखिरहेछ। ल हामी ठ्याक्कै यहाँ सिंहदरबारभित्र पुगेका छौँ। यो सूचना तथा सञ्चार मन्त्रालय हो। यहाँ हेर्नुहोस् त, यो पानी पुरा पानी आएर डुबान भइरहेछ। यहाँको स्थिति हेर्दाखेरि यो यहाँ बाटो छ र भने जस्तो छ। यो खोला, ठ्याक्कै खोला जस्तो देखिन्छ, पोखरी जस्तो। यहाँ थुप्रै गाडीहरू पार्किङ गरेर राखिएका छन्। अगाडिपट्टि सूचना तथा सञ्चार मन्त्रालय देखिरहेको छ। अब नेपालमा मन्त्रालयकै स्थिति यस्तो छ भने अब अन्त सर्वसाधारणलाई त सजिलो छ भन्ने कुरै भएन। बर्खाको समय हो, सायद यहाँ निकास नभएर होला यसरी पानी डम्म तालिएको छ। मान्छेलाई एकदमै शास्ति भएको छ। यताउता हिँड्नलाई पनि एकदम शास्ति भएको स्थिति छ यहाँनिर। ल तपाईँहरू आफै देख्न सक्नुहुन्छ, यी गाडीहरू पुरै चक्का मजाले भिजेको छ। माथिसम्म पानी आइरहेको छ। अगाडिका मान्छेहरू यता आउन सकेका छैनन्, उता पारी गएका मान्छेहरू। यो चाहिँ माइतीघरको दृश्य हो। हेर्नुहोस् साथीहरू, यो ठ्याक्कै जिल्ला अदालत अगाडि माइतीघरको दृश्य हो। यहाँ पनि पुरै खोलोमा पानी जहाज हिँड्ने जस्तरी गाडी हिँडिरहेछन्। यी बाइकहरू त पल्टलाम जस्तो स्थिति छ, पुरै डुबेर हिँडिरहेछन्। अगाडिको अगाडि, पछाडिको पछाडि रोकिरहेको स्थिति छ गाडीहरूको। बाटोमा पुरै खोला बगिरहेको छ। एकछिन पानी आयो भने काठमाडौँमा यसरी पुरै जाम हुन्छ, बाटै जाम हुन्छ। अब अहिलेपछि त गाडीको ट्राफिक जाम हुन्थ्यो भने यहाँ चाहिँ पानीले पुरै जाम गरिदिएको छ। मोटरसाइकल अनि स्कुटरहरू त हिँड्न सक्ने स्थिति नै छैन। सायद यहाँ एउटा डुङ्गा ल्याएर चलायो भने पनि मजाले चल्छ जस्तो स्थिति छ साथीहरू। अब यो आज असार 32 गते, 83 साल असार 32 गतेको स्थिति हो। आकाशमा अझै बादल डम्म देखिरहेको छ। अझै ठुलो पानी पर्ला भन्ने जस्तो अनुमान लागिरहेछ। यहाँ चाहिँ यो खाल्टामा परिसकेको छ ती बाइक, निक्लन सक्ला जस्तो स्थिति छैन। यता पनि पुरै मान्छेहरू आकाशे पुलबाट हिँडिरहेछन्, तलतिर हिँड्न सक्ने स्थिति छैन। ल हेर्नुहोस्, काठमाडौँ यो जिल्ला अदालत काठमाडौँ हो। हेर्नुहोस् यहाँको स्थिति कस्तो छ, हेर्नुहोस् त, डुब्नै थालेका छन् सब गाडीहरू। हिम्मत गर्ने मान्छेहरू आएछन्। बाइक डुबिसक्यो। हिम्मत गर्ने मान्छेहरू पानीमै दौडिरहेछन्। यो पानी देखेर हिम्मत गर्न नसक्ने मान्छेहरू दायाँ बायाँतिरबाट हिँडिरहेछन्। मान्छेहरूले आफूलाई कति बेला खतरा हुन्छ, के हुन्छ भन्ने कुरा अनुमानै गर्दैनन्। हचुवाको भरमा हिँडिदिन्छन्। यही बाटो हिँड्नुपर्छ भन्ने के छ, दायाँ बायाँबाट हिँड्दा पनि त बाटो छ नि। मान्छेहरू एकदमै अब आफ्नै पाराका हुन्छन्। कोही यहाँ पस्न सक्ने स्थिति छैन। उतिरको बाइक डुबिसकेको छ। अब त्यहाँ पल्ट्यो भने उठाउन सक्ने स्थिति छैन। ट्राफिकले पनि हेरिरहेछ, त्यहाँ उठाउन सक्ने स्थिति छैन। नआउनुहोस् भनेर दुईतर्फी ट्राफिकले रोक्दा पनि मान्छेहरू टेरिरहेछन् नि। यहाँ सेरोफेरो टेलिभिजनले यो दृश्य छायाङ्कन गरिराख्नु भएको छ। उहाँहरूले पनि एकदमै स्थिति खतरा छ यहाँको। अझै पनि पानी बढ्ने हो भने यहाँ कति पानीले डुबाउँछ भन्ने कुरा अब आकलन गर्नै सकिँदैन। यो काठमाडौँको सिटीमा त यस्तो छ भने अब अन्य दुर्गम जिल्लाहरूको त स्थिति अब भनिसाध्यै छैन। यो बर्खा मास हो, त्यसैले आफ्नो जीवधनको सुरक्षा आफैले गर्नुपर्छ। अरूले गर्देला भनेर साथीहरू नबस्नु होला। अब यो स्थिति छ, होसियारपूर्वक आफ्नो यात्रा गर्नु होला। एकदमै तहस नहस भएको छ बाढीले। दायाँ बायाँको पानी आएर यहीँ तालिएको छ। तर पनि बाइक चलाउने मान्छेहरूले अटेरी गरेर ट्राफिकलाई पनि नटेरेर आफ्नो गन्तव्यतिर त्यही बाटोमा हिँडिरहेछन्। एकैछिन 5 मिनट घुम्यो भने पनि सहज बाटो पुगिन्छ भने पनि तर उहाँहरूलाई चाहिँ मान्नु भएको छैन। यही बाटो हिँडिराख्नु भएको छ। ल हेर्नुहोस् दृश्य कस्तो छ, पुरै डुब्ने स्थिति छ। मान्छेहरूले फिटिक्कै टेरेका छैनन् ट्राफिकहरूलाई। ल हेर्नुहोस् आइसके, हामीलाई नै रुजाउला जस्तो गरेर हिँडिरहेछन् बाइक। डुब्ने स्थिति हुँदा पनि टेरेकै छैनन्, आफ्नै तरिकाले हिँडेका छन्। ल हेर्नुहोस्, फेरि पनि हामी यहाँ सूचना तथा सञ्चार मन्त्रालयको अगाडि आइसक्यौँ। अब यहाँ खाजा खाने बेला भयो। हामी यहाँ आइसकेका छौँ। यहाँको स्थिति पनि उस्तै छ। वारिपारी गर्दा पनि ओल्लो बिल्डिङबाट पल्लो बिल्डिङ गर्दाखेरि मान्छेलाई चाहिँ खै खुट्टाले हिँड्न सक्ने स्थिति छैन। यहाँ पनि डुङ्गा चाहिएला जस्तो देखिरहेछ। स्थिति तनावपूर्ण छ, एकदमै गाह्रो छ। ल हेर्नुहोस् यहाँ
तपाईँहरूकोतिर कस्तो छ? हाम्रोतिर त यस्तो छ ल, हेर्नुहोस् स्थिति। बर्खा हो, तपाईँहरूले आफ्नै ज्यानको आफै ख्याल गर्नुपर्छ, अरूले गर्देला भन्ने कुरा सोच्नु हुँदैन। पानी आउँछ, डुब्छ, यस्तो बेलामा चाहिँ साथीहरू एकदमै विचार गर्नुहोला। बर्खाको समयमा आफ्नो जीवनको सुरक्षा गर्नुहोला। अनि पानी आउँदाखेरि कतातिर डुब्छ, त्यतातिर डुबेको ठाउँमा सवारी साधनहरू पनि लिएर नजानुहोला। साथीहरू यस्तो छ स्थिति। हेर्नुहोस् त, यो काठमाडौँको यो मुटुमा यस्तो छ, पुरा यो चाहिँ बोट, बाइकहरू त बोट जस्तो देखिरहेछ, पुरै डुबिरहेछ, चुर्लुम्मै डुबेर हिँडिरहेछ नि, गाडीहरू बाइकहरू डुबेर हिँडिरहेको स्थिति छ। साथीहरू एकदमै गाह्रो छ स्थिति। अझै पनि पानी थपिएला जस्तो छ, रोकिने छाँटकाटै छैन पानीको। पुरै आकाशमा बादल डम्मै छ। अब कति बेला पानी पर्छ पत्तै छैन। अहिले यहाँ डुबेको छ, भोलि अर्को ठाउँमा डुब्छ, अलि बेलामा फेरि अर्को ठाउँमा डुब्ने स्थिति हुन्छ। त्यसैले यात्रामा निस्कँदा एकदमै विचार गरेर निस्कनु होला। जबरजस्ती ट्राफिकले रोक्दै यस्तोमा गाडीहरू नपसाल्नु होला। टेर्नेले चाहिँ दायाँ बायाँ रोकेर बसिरहेछन्, नटेर्ने आफ्नै तालले हिँड्नेले आफ्नै तालले हिँडिरहेछन्। एकजना यहाँ डुबिराख्नु भएको छ, उहाँको बाइक नालामा परेर निकाल्न सक्ने स्थिति छैन, त्यही बिचमा डुबिराख्नु भएको छ। सबैले जुत्ता लगाएछन्, कोही पनि उद्धार गर्न पनि गइरहेको स्थिति छैन। नजानु भन्दै गएपछि उद्धार गर्न पनि गएका छैनन्। हेर्नु बिजोग छ यहाँ साथीहरूको। त्यही भएर एकदमै विचार गर्नुहोला।